मेरो यो दुश्मनहरूको इन्डियाबाट मलाई फोन आइरहेको थियो कि हामी हिन्दी भर्जनमा गरौँ, ये तो लेटेस्ट न्यूज है। टी सिरिजबाट निकाल्छु भन्ने। टी सिरिजबाट हिन्दीमा बन्यो भने कसरी? दुश्मन देख्दै देख्दै रहे हो क्या। त्यही हो। क्या बोला तूने? अरे यार बवाल हुन्छ त यो त, यसो सोच्दाखेरि त बिट त्यही हुन्छ। बिट त्यही हुन्छ। मेरो यहाँ थोरै सुनाइदिन्थ्यो मलाई, तिनीहरूले त्यो एरेन्ज गरेर पनि पठाइरहेको थियो कि मलाई। ए हो सुनाउन र? मिल्छ? 5 सेकेन्ड जति, 5 सेकेन्ड। मलाई यो 50 रुपया कट ओभर एक्टिङ के वजह यो गीत आइसकेपछि तपाईँ म यस्तो भएको नि होइन, मेरो फर्स्ट सो दुबई थियो नि, अनि म वासरुममा गइरहेको थिएँ कि होइन, अनि त्यसो यहाँ बङ्गाली हुनुहुँदो रहेछ कि एकजना, आपको कहाँ देखायो मैंने भने देखा होगा कहीँ भने नै नै अब दुर्गेश थापा नेपाल सिङ्गार वा त्यतिखेर चाहिँ बहुत यस्तो भएको थियो कि मलाई होइन, ओहो मलाई इन्टरनेसनली जिन्ने भयो भन्दाखेरि एकदम खुसी लागेको थियो कि त्यतिखेर। भाई साहब कुछ ज्यादा नहीं हो गया? त्यसपछि इस सज्जन को क्या तकलीफ है भाई? त्यहाँ गइसकेपछि धेरै अरेबियनहरूले पनि मलाई मेन्सन गर्नु, दुर्गेश थापा नेपालका बहुत अच्छा आदमी है भनेर त मलाई चाहिँ रियाक्ट गर्नुभएको थियो कि उहाँ।